लासो फ्यापुला टसडेलाई सबैजनालाई सन् 2026 को सागा दावा पछिल्लो एक दशककै सबैभन्दा शक्तिशाली आध्यात्मिक समय हो। यो घोडा वर्षको त्यो दुर्लभ संयोग हो जुन 12 वर्षको लामो प्रतीक्षापछि मात्र हाम्रो जीवनमा फर्किएको छ। के तपाईलाई थाहा छ, ब्रह्माण्डमा एउटा यस्तो समय आउँछ जहाँ तपाईले गर्ने एउटा सानो प्रार्थनाको शक्ति लाखौं गुणा बढेर जान्छ। एउटा यस्तो महिना जहाँ तपाईले कसैलाई दिएको एउटा सानो मुस्कान वा एउटा सानो दानले तपाईको 7 जन्मको कर्मको हिसाब फेर्न सक्छ। र 2026 को सागा दवा बुद्धिस्ट मलम्बीको एकदम पवित्र चाड साथसाथै महिनाको सबैजनालाई धेरै धेरै शुभकामना र भगवान बुद्धले सबैजनाले आशिष दिउन्, सबैको कल्याण गरून्, सबैले राम्रो स्वास्थ्य चित्तका सोचेको र सफलता होस् भन्ने शुभकामना दिन चाहे। र सागा दावा भनेको के हो भने कतिलाई थाहा छ, कतिलाई थाहा छैन। त्यसको बारेमा मैले जानेको जस्तो केही भन्नु गइरहेको छु। तपाईहरुलाई अन्तिमसम्म सुनिदिनु होला, राम्रो लागि शेयर गरिदिनु होला ताकि जसले बुझेको छैन सबैले बुझेर धर्मको ज्ञान होस् है। सागा दावा भनेको चाहिँ बुद्ध भगवानको जिन्दगीमा 3 वटा अमूल्य तिथि एकै महिनामा परेको हुन्छ। त्यो चाहिँ के हो भन्दा एउटा जन्म तिथि जन्मिनु भएको थियो र अर्को चाहिँ ज्ञान इनलाइटनमेन्ट पाउनु भएको थियो र अर्को चाहिँ निर्वाणा उहाँ स्वर्ग यो धरतीदेखि मुक्त भएर जानु भएको थियो। र यो 3टा तिथि चाहिँ एउटै महिनामा पर्नले गर्दा सागा दावा चाहिँ 1 महिनासम्म मानिन्छ। र यो सागा दावा भित्र चाहिँ जति पनि बुद्धिस्ट मलम्बीहरू हुनुहुन्छ, बुद्धिस्ट धर्म मान्नेहरू हुन्छ, उहाँहरूले चाहिँ हानमार्क गर्नु हुँदैन। उहाँहरूले चाहिँ एकदम राम्रो कर्म गर्नुपर्छ र यो महिनामा गरेको राम्रो कर्म चाहिँ धेरै चोटि मतलब भनौँ कि मल्टिप्लाई भएर जान्छ। अब जसो कि भनौँ कि दुखी गरिबलाई सघायो भने धेरै पुण्य पाइन्छ, हानमार्क गर्नु हुँदैन। र धेरै जस्तोले यो 1 महिनासम्म त अब मासुहरू पनि खाइँदैन, जो चाहिँ एकदम धर्महरू हुन्छ र भरिसक्यो हामीले मासु नखाएको राम्रो पनि यो 1 महिनाको लागि भन्छ नि, इट्स ए होली मन्थ अफ बुद्धिज्म बुद्धिस्ट। र अर्को चिज एकदम पवित्र बुद्धिस्टको ठाउँदी यात्रा गर्ने तीर्थयात्रा र यो चिज। र तपाईहरुले सक्यो भने बजारदेखि अब सानो माछाको बच्चाहरू किनेर पोखरीमा बगाइदिने, पोखरीमा लगाइदिने, किनकि उहाँहरूको ज्यान तपाईले बचाउनु भएको छ नि त। र यस्तो राम्रो पुण्य यो सागा दावा 1 महिनाभित्र गर्नुभयो भने तपाईको धेरै लाभ, धेरै फाइदा र धेरै राम्रो कर्म प्राप्त गर्नुहुन्छ भन्ने एउटा विश्वास छ र यो हकीकत पनि हो। त्यसले गर्दा हामीहरू सबैजनाले राम्रो कर्म गरौँ, दुखी गरिबलाई सघाउँ, एक अर्कालाई ठेस नदिउँ, किनकि यो अमूल्य जिन्दगी हो, हामीहरू एकबार यो छोडेर जानुपर्छ। र त्यसले गर्दा सबैजनालाई फेरि पनि सागा दावा बुद्धिस्ट धर्मको चाडबाडको धेरै धेरै शुभकामना। भगवान बुद्धले सबैलाई आशिष दिउन्।